हामी धरहरा चढ्न आएको नानासँग धरहरा काउन्टरमा चाहिँ धेरै भिड थियो अनि त्यही भएर चाहिँ हामी खाजा खाएर आउँछौँ हामी खाजा खाएर आएर धरहरा चढ्छौँ तपाईँहरू सबैलाई देखाउँछु अब कहाँ जाने हामी खाजा खान ओके यति धेरै मान्छे छ है अनि काउन्टरमा भिड छ अनि अनि हामी चाहिँ यो धरहरामा अहिले खाजा खाएर आएर चाहिँ हामी जान्छौँ हिँड न अनि राम्रो छ सिभिल मल हो नि यहाँ अलिक पर हिँड त सेलिनालाई आज मैले धरहरामा लिएको यता हिँड के हुन्छ कस्तो राम्रो लागेन भातबटनी जस्तै हो त नि यो अब भित्र गएर घुम्ने ल धरहरामा टाइम लाग्ने जस्तो छ लाइन हेरेर त्यही भएर मैले सेलिनालाई चाहिँ सिभिल मल लिएँ है त अहिले हामी कहाँ आइपुग्यो अहिले हामी खोइ सेभिङ मल कहाँ रे सिभिल मल हामी अहिले आएको छौँ सिभिल मलमा हामी दुईजना है अनि यो भातबटनी जस्तै हो अब माथि जाने ल लिफ्टमा जाने कि केमा भन केमा जाने तिमी लिफ्टमा ल एलिभेटरमा यहाँ फोटो खिच्नुपर्छ जाऊ यता हेर ल यता हेर त कहाँ आएको अझै माथि जाने लु हिँड माथि यताबाट हिँड त्यो हो खोइ के हो आइसक्रिमहरूको स्टल हो नि त्यो त यता फेरि लिफ्टबाटै हिँड लड्छ है त्यो टेकिहाल्नुपर्छ लु यसरी टेकिहाल्नुपर्छ ए खै तिमी त्यहीँ बस आयो सेलिना आयो फुत्त आउनु है त्यहाँ आयो कता जाने अब कुदाल माथि जाने के छ त्यहाँ ओ माइ गॉड माथिसम्म हेरौँ भिआर पार्क रहेछ माथि त भिआर पार्क माथि अर्कै ठाउँमा गएको हुन्छ कि रियल अर्कै ठाउँमा गएको देखिन्छ भिआर पार्क माथि छ यता हेरेर भन त मलाई चाहिँ भिआर पार्क धेरै मनपर्छ आज त धरहरा गइन्छ जस्तो छैन है सेलिना टेकेर गइहाल ए त्यो बिचमा नटेको यता हेर के हेरेको हेर्ने मात्रै ल चिम्टीहरू छ के थाहा त मलाई के बच्चाहरूको लागि त यता पो रहेछ त लु बिहार कुन तलामा हो यो बिहार प्ले रुम आयो प्ले रुम आयो तिम्रो डल यहीँ जस किनेको यस्तैमा के खेल्ने हो यहाँ बिहार होइन नि यो त खै यहाँ के खिच्न मिल्छ यहाँबाट के खेल्ने ठाउँ रहेछ ए त्यो चाहिँ यहाँ रहेछ अनि त्यो कहाँ हो यो कहाँ हो
पार्कमा आइसक्यौँ बिहार पार्कमा आइसक्यौँ है हेर्ने मात्रै छ जस्तो हैन त कोही छैन नि त तिमी एक्लै कसरी खेल्छौ त हेर्ने मात्रै कि खेल्ने किन्छौ पनि हौ के थाहा त नि के किन्ने डायरीहरू कस्तो राम्रो राम्रो लु हेर खोइ के हो यता हेर त ओ माइ गॉड हेर न यहाँ के हो यो हो के रे ओ माइ गॉड हेर न रियल ओ माइ गॉड फाइनली उसको चाहिँ टिकट लागेन पैसा लागेन है मेरोमा अब एक्साइटेड यस गो गो सेल्ना यता हेर हामी कहाँ आयो नर कस्तो कालो आयो क्या हिँड त लु मान्छे कति धेरै फाइनली हामी धरहर आयो मान्छे धेरै छ सेल्ना के गर्ने ल्याऊ यहाँ बस त वाह फाइनली हामी धरहरा दुईजना धरहरा त कति माथि छ मान्छे कति धेरै छ लास्ट धेरै छ तिम्रो ट्रेन पनि पुरा भयो हैन धरहरा आउने अनि धरहरामा गएर हामी के हेर्ने रे धरहरामा गएर गाईघाट हेर्ने हो गाईघाट जाने भयो त्यही भएर हो कति होला होटेल 20 14 15 16 17 18 19 last batch is oh my god finally हामी आइपुग्यो wow चल्न एकछिन डराउँछ होला है oh my god
कस्तो भयो सेल्ना कस्तो लाग्यो कस्तो लाग्यो डर लागेन काठमाडौँ हेर ल ओ माइ गॉड भुइँतिर नहेर है भुइँतिर नहेर पर हेर पर हेर उता हेर उता 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 ल हिँड उता हिँड यता राउन्ड उता हिँड के हो हिँड वा सेल्ना हेर्न कति धेरै मान्छे रहेछ नि सरी त्यो भन्दा यो अग्लो छ नि कस्तो भयो तिमीलाई यहाँ माथि आउँदा कस्तो लाग्यो राम्रो लाग्यो खोइ कसै कपाल राम रहर पुरा भयो है त्यसो नगर न त्यसो नगर लु कपाल हेर न हामी हो धरामा कपडा उडायो हेर हामी धरामा फाइनली धरामा गाइस फाइनली धरा अब हामी कहाँ जाने भन न हो त्यहाँ हो रङ्गशाला त्यही हो खेल्ने प्रीति राईहरू अरे प्रीति राईहरू खेलेको थाहा छ उनीहरू खेल्ने ठाउँ हो सेल्ना त्यहाँ हो खेल्ने ठाउँ त्यही हो रङ्गशाला हो क्या त्यो देख्यो चिन्यो यहाँ हेर सेल्ना कस्तो राम्रो गाडी कुद्ने ठाउँ है काठमाडौँ सबै हेर ल काठमाडौँ कति ठुलो छ हेर त हेर न कहाँसम्म छ के हो हामी निस्क्यौँ यो चाहिँ हो के हुन्थ्यो अरे भन त हिँडेर सिडीबाट लिफ्ट थिएन हिँडेर जाने हो अनि यो चाहिँ पुरानो धरहराको त्यो के भन्छ अरे ठाउँ हो पछि अस्ति नि भूकम्प आयो नि अनि भूकम्प आएर भत्किएपछि यो नयाँ अघि हामी पस्यो नि हो त्यो बनाएको हो गाइसहरू फाइनली हामी धरहराबाट झरिसक्यो है आमामा हेर न धरहरा कति सानो कति ठुलो लु गाइसहरू अब हामी यहाँ भन के भयो तिम्रो अरे 200 हरायो कहाँ हरायो बिचराको 200 पैसा हराएछ अनि झोला चाहिँ उ गरी हिँड्छ ओह्रालो बनाएर टुली हिँड्छ अनि यहाँ कसैको 200 पैसा हरायो 100 मात्रै छ झोलामा कसरी हो थाहा छैन है अब रुएको अघि तिम्रो झोला त अनि उल्टो भइरहेको थियो अनि त्यो चेन खुल्ला थियो म थाहा पनि थिएन हौ चेन खुल्ला थियो होला नि अब कसरी चेन खुल्ला भयो कति बेलादेखि भयो के थाहा छ ल हामी चाहिँ भिडियो फेरि हेर्नु थाहा हुन्न के त्यो अघि नै हो उहाँ पर उसको चाहिँ 200 पैसा पानी यहाँ छ दिन न
अघि चाहिँ उसको के भन्छ 300 पैसा बोकी हिँडेको थियो 200 त्यो हराएछ 100 मा त्यस्तो झोलामा कसरी हो थाहा छैन ल गाइस अब चाहिँ हामी धरहरा पनि माथि पुगेर आइसक्यो अब चाहिँ हामी छुट्टिन्छौँ के भन्दै हामी कता जान्छौँ बाई बाई सेल्ना बाई बाई ल ओके बाई बाई रोएको पैसा हराएर साँच्चै रोएको हो ल अब चाहिँ हामी निस्केको बाई